शरीरमा चाहिँ एउटा लसिका प्रणाली, नेपालीमा भन्दाखेरि लसिका प्रणाली लसिका प्रणाली भन्ने हो भने लिम्फेटिक सिस्टम भन्ने हुन्छ हाम्रो शरीरमा। त्यसको माध्यमबाट चाहिँ तपाईँको सर्कुलेटरी सर्कुलेटरी खण्डमा चाहिँ सर्कको बिच चाहिँ बिस्तारै बिस्तारै गर्दै सर्छ। जसरी तपाईँले यो एउटा कागज छ, मानौ यो एउटा कागज छ, तपाईँले अलिकति टुक्रा पानी पाएको छ, त्यो बिस्तारै भिज्छ नि हो। त्यस्तै गरेर चाहिँ सर्कको बिच पनि हाम्रो शरीरमा त्यसरी सर्छ, एकैचोटि सर्ने हुँदैन है। लसिका प्रणाली र मेडिकल टर्ममा लसिका कि लसिका अरे तपाईँले लसिका प्रणाली तर हामीले थाहा पाइसक्यौँ रगतबाट गाईको रगतबाट त सर्दैन रहेछ भन्ने कुरा थाहा पाइसकेका छौँ भने बाँध्न पनि आवश्यक छैन, किनकि हामीले नसरोस् भनेर बाँधिरहेको रगतबाट सर्दैन भनेपछि बाँध्न आवश्यक छैन। तपाईँहरूले यो कार्यक्रममा यो कुरा थाहा पाउनुभयो, तर आज जो यो कार्यक्रममा नआउनेहरूलाई थाहा छैन नि त रगतबाट सर्दैन रहेछ भनेर थाहा छ, उहाँहरूले बाँध्नु नै हुन्छ। र कुनै दिन तपाईँहरू यहाँ आएका मध्ये भन्दा बाहेकको कोही व्यक्तिलाई सर्कलको यो कुरा उहाँले के भन्नुहुन्छ तपाईँलाई बाँधिदिनु, मेरो शरीरमा चाहिँ सर्कलको विषय छिटो सर्छ, बाँधिदिनु भनेर तपाईँलाई भन्नु हुँदाखेरि तपाईँहरूले अब होइन सर्दैन भनेर तपाईँले व्याख्या गर्न थाल्नुहुन्छ कि असुविधा हुनुहुन्छ हुँदाखेरि चाहिँ हामीले पिरामिडको शान्तताको लागि नडराओस् भन्नको लागि चाहिँ के गर्न सक्छौँ भने दुईवटा तलमाथि गर्न मिल्ने गरेर चाहिँ हामीले बाँधिदिन सक्छौँ। तर टाइट रूपमा चाहिँ बाँध्न मिल्दैन, खुल्ला बाँध्नु पऱ्यो, दुईवटालाई तलमाथि गर्न मिल्ने गरेर बाँध्नु पऱ्यो। अब कहाँ बाँध्ने त होला त भन्ने कुरा पनि आउँछ। अब हातमा टुक्यो भने तपाईँले के गर्नु पऱ्यो, यो अवस्थामा टुक्यो भने चाहिँ हातमा सोएको अवस्थामा चाहिँ हामीले के गर्नु पऱ्यो, दुईवटा हात नभएको अङ्गको माथिल्लो भागमा बाँधेर माथिल्लो भाग भनेको हात प्रयोग गर्ने काँक्राको भागमा चाहिँ बाँध्नु पऱ्यो। तर हलुका तरिकाले दुईवटालाई चाहिँ तलमाथि गर्न मिल्ने गरेर बाँध्नु पर्छ, टाइट बाँध्नु मिलेन। औँलाले छेडेर दुईवटालाई तलमाथि गर्न मिलोस् भने दुईवटालाई तलमाथि गर्न मिल्ने गरेर बाँध्नु पऱ्यो। शान्तताको लागि बाँध्नु पर्छ, बाँध्नु चाहिँ आवश्यक छैन हो। किनकि बिरामी चाहिँ नाच्योस्, बाँधिसके पछाडि म सुरक्षित छु भन्ने कुरालाई फिल होस् भन्नको लागि चाहिँ हामी बाँध्नु सक्छौँ। तर ठुलो तरिकाले तलमाथि दुईवटालाई तलमाथि गर्न मिल्ने गरेर बाँध्नु पर्छ। अब यहाँ हेर्नुहोस् है, यहाँ देखाइरहेको छ र खुट्टामा टुक्यो भने चाहिँ खुट्टाको माथिल्लोपट्टिको भागमा